हेलो एभ्रिवान, मेरो नाम चाहिँ निखिल तिमल सिन्हा रहेको छ र म चाहिँ यहाँ मेरो डाटा साइन्स फर डेभलपर्सको प्रोजेक्ट डेमोन्स्ट्रेट गर्न गइरहेको छु। यो प्रोजेक्टमा चाहिँ मैले एनालाइज गरेको छु हाउजिङ मार्केट अफ कम्बरल्यान्ड एन्ड चेजायर। यो चाहिँ दुईवटा डिफ्रेन्ट रिजन हो इन इङ्ल्यान्ड। सो यो प्रोजेक्टले मेनली के कुरा कभर गर्छ भन्दा यो प्रोजेक्टले चाहिँ मेनी डाइमेन्सन अफ डाटा अफ हाउस मेनी डाइमेन्सन हाउस प्राइसको डाटा भयो, अनि ब्रोडब्यान्डको भयो, अनि त्यसपछि लाएर पपुलेसनको अनि क्राइम रेटको डाटाहरू चाहिँ फ्रम इयर 2021 टु 2024सम्मको चाहिँ कभर गरिरहेको छ। सो मेरो फोल्डर स्ट्रक्चर फर दिस प्रोजेक्ट चाहिँ म देखाउन गइरहेको छु। सो मेरो फोल्डर स्ट्रक्चर चाहिँ यस्तो रहेको छ। यो चाहिँ मेरो फोल्डर हो। सो फोल्डरमा चाहिँ मेनली फर्स्टमा चार्ट्स छ, चार्ट्स पछि क्लिन कोड मेन छ, क्लिन कोड मेन पछि इडिए छ, इडिए पछि लिनियर मोडलिङ छ, लिनियर मोडलिङ पछि अप्टेन डाटा छ, र अप्टेन डाटा पछि लास्टली रिपोर्ट छ। सो सबैभित्र मैले यसको चाहिने सबै क्रेडेन्सियल्सहरू राखेकै छु। चार्ट्सभित्र यो भयो, क्लिन कोड मेनभित्र यो भयो, इडिएभित्र यसको यो चार्ट्सहरूको सबैको कोडहरू रहेको छ, लिनियर मोडलिङभित्र यो रह्यो, अनि त्यसपछि लाएर भनेको अप्टेन डाटाभित्र पनि रहेको छ, र लास्टली रिपोर्टभित्र चाहिँ मेरो डकुमेन्टेसन रहेको छ। सो मेरो पिडिएफको कुरा गर्नुपर्दा यो चाहिँ अलिक मुनि छ। सो फर्स्टदेखि हेर्नुपर्दा मेरो पिडिएफ चाहिँ डाटा साइन्स फर डेभलपर्स सबमिटेड बाई मेरो नाम र मेरो आइडी छ, र सबमिटेड टु सिद्धार्थ न्यौपाने सर रहेको छ। सो टेबल अफ कन्टेन्ट भयो, टेबल अफ कन्टेन्ट पछि टेबल अफ फिगर्स भयो, अनि एब्स्ट्र्याक्ट भयो। एब्स्ट्र्याक्टमा चाहिँ मेरो अब यो हामीले स्टडी गरेको छौँ 2020 टु 2024 मिसिङ आउटलायर्सहरू सबैको बारेमा हामीले एक्सप्लेन गरेको छ। र इन्ट्रोडक्सन भनेको हल्का हाम्रो इन्ट्रोडक्सन अबाउट दिस हाउजिङ मार्केट के रह्यो, कस्तो रह्यो भन्ने हो। सो डाटा क्लिनिङ भनेको चाहिँ मोस्ट इम्पोर्टेन्ट चिज हो यो हाम्रो प्रोजेक्टको। सो डाटा क्लिनिङमा के रहेको छ, लाइक मिसिङ भ्यालुजहरूदेखि लिएर स्ट्याटिकल आउटलायर्सहरूदेखि लिएर फर्मेट प्रब्लमहरू सबै क्लिन गर्नु पऱ्यो। सो यहाँ चाहिँ यो डाटा क्लिनिङमा चाहिँ यो कुराहरू मैले राखेको छु। र हाउस प्राइस क्लिन डाटा, यो चाहिँ मेरो हाउस प्राइस क्लिन डाटाको कोडहरू हो। यहाँ चाहिँ मेरो हाउस प्राइस क्लिन डाटाको कोड रहेको छ। यहाँ चाहिँ मैले लाइब्रेरी टाइडिभर्स लिब्रेरी डेटहरू युज गरेको छु। सो अनि त्यसपछि यो मेरो ब्रोडब्यान्ड क्लिन डाटाको बारेमा हल्का छ, टाइडिभर्स लिब्रेरी एन्ड डिपेयर युज टु क्लिन ब्रोडब्यान्ड क्लिन डाटा। सो यस्तै गरिरहेको छ। र त्यसपछि क्राइम क्लिन डाटा छ। क्राइम क्लिन डाटामा पनि मैले मजाले कोडहरू गरेकै छु। सो म आरबाट नि देखाउन चाहन्छु, मेरो यो पपुलेसन क्लिन डाटाको पनि कोड रहेको छ। सो म अब आरबाट पनि देखाउन चाहन्छु मेरो यो क्लिन डाटाको कोडहरू। सो यो रहेको छ मेरो हाउजिङ प्राइस क्लिन डाटाको, जहाँ चाहिँ मैले टाइडिभर्स लिब्रेरी डेटहरू युज गरेको छु। र यो रहेको छ मेरो ब्रोडब्यान्डको यहाँ मैले जेनिटर स्ट्रिङहरू युज गरेको छु। र यो रहेको छ मेरो इन्टरनेट ब्रोडब्यान्ड नै रहेको छ। यो पनि यो चाहिँ लाइक यो रहेको छ मेरो इन्टरनेट ब्रोडब्यान्डको एनदर वान। सो यो चाहिँ मेरो क्लिन डाटा कोडहरू हो हाउस प्राइसिङको, अनि यो ब्रोडब्यान्डहरूको यहाँ रहेको छ मेरो डाटा क्लिनिङको कोडहरू। र अब कुरा गर्नुपर्दा इडिए भयो, एक्सप्लोरेटरी डाटा एनालाइसिस। एक्सप्लोरेटरी डाटा एनालाइसिस भने चाहिँ मेथोडोलोजिकल एप्रोच हो कुनै पनि एनालाइसिस र समरीको डाटाको, इन अर्डर टु गेन नलेज थ्रु लाइक अबाउट प्याटर्न्स अर स्ट्रक्चर भिजुअलाइजेसनहरूको हुन्छ। लाइक इट इज क्रिटिकल फेज। यो चाहिँ लाइक क्रिटिकल फेज हो, एज इट युजेस यसले चाहिँ धेरै स्ट्याटिकल ग्राफिक्सहरू, प्लट्सहरू अनि डाटा भिजुअलाइजेसन मेथडहरू युज गर्छ हाम्रो ट्रेन्डहरू अनि आउटलायर्सहरू देखाउनको लागि। सो इडिएको कोडहरू रहेको छ यहाँ। इडिएको रहेको छ, यो सबै मेरो इडिएकै हो। जस्तै इक्जाम्पलको लागि बार चार्ट हाउजिङ प्राइसको, अनि बक्स प्लट डाउनलोड, अनि त्यसपछि लाएर बक्स प्लट फर एभरेज हाउस प्राइजेस, लाइन ग्राफ फर एभरेज हाउस प्राइजेस, अनि बक्स प्लट फर एभरेज डाउनलोड स्पिड, अनि साइड बाई साइड चार्ट, अनि बक्स प्लट फर ड्रग अफेन्स। यहाँ चाहिँ मेरो सबै इडिएको कोडहरू रहेको छ। इक्जाम्पलको लागि बार चार्टको कोड यो रहेको छ, त्यसपछि लाएर बक्स प्लटको कोड यो रहेको छ, अनि त्यसपछि लाएर यहाँ बक्स प्लट फर एभरेज हाउस प्राइसेसको यो रहेको छ,
लाइन ग्राफ फर एभरेज हाउसेस प्राइसेसको यो रहेको छ कोडहरू। र बक्स प्लटको कुरा गर्नुपर्दा बक्स प्लट यो हाम्रो डाउनलोड स्पिडको बक्स प्लट हो र यहाँ रहेको छ यसको सबै कोडहरू। अनि त्यसै गरी साइड बाई साइडको यहाँ रहेको छ। अनि यहाँ अब ड्रग अफेन्स रेटको बक्स प्लटको पनि कोडहरू यहीँ छ र लाइन ग्राफ को कोड यहीँ छ र रडार चार्टको पनि रडार चार्ट हाम्रो भेहिकल क्राइम रेटको कोडहरू पनि लाइक लाइब्रेरी एफएमएस बी अनि डिप्लायरहरू युज गरेर गरेको कोडहरू राम्रोसँग यहाँ मैले राखेको छु र मेरो डकुमेन्टेसनमा पनि मैले राम्रोसँग सबै कोडहरू राखेको नै छु। र यो पाई चार्टको भयो। सो यति नै हो इडिएको कोडहरू। र इडिएको चार्टहरूको कुरा गर्नुपर्दा इडिएको चार्टहरू यस्तो यस्तो रहेको छन्। यहाँ छ इडिएका चार्टहरू। इडिएका चार्टहरू भने यो बार चार्ट भयो यो चेजायरको, त्यसपछि लाएर यो बार चार्ट भयो कम्बरल्यान्डको। त्यस्तै गरी यहाँ बक्स प्लट पनि रहेको छ। सो यो बार चार्ट बक्स प्लटहरू भइहाल्यो। अनि त्यसपछि लाएर भनेको यो भयो लाइन ग्राफ चेजायरको, कम्बरल्यान्डको लाइन ग्राफहरू पनि रहेको छ। र यो भयो पाई चार्ट अफ कम्बरल्यान्ड। अनि यो भयो रडार चार्ट। सो यसै गरी मेरो इडिएको चार्ट्सहरू र इडिएको चार्टहरू र इडिएको मेरो यो चार्टहरू र इडिएको कोडहरू चाहिँ यसै गरी मैले राम्रोसँग गरेको छु र यहाँ राखेको छु। सो अब कुरा गर्नुपर्दा अब कुरा आयो लिनियर मोडलिङको। अब कुरा आयो यहाँ लिनियर मोडलिङ। यहाँ मैले सबै चार्टहरू र ग्राफहरू कोडहरू र यो सबै हाम्रो चार्टहरू राम्रोसँग राखेको छु। अब कुरा आयो लिनियर मोडलिङको। लिनियर मोडलिङ भनेको चाहिँ एउटा बेसिक स्ट्याटिकल टुल हो जसले चाहिँ रिलेसनसिप बिट्विन दुईटा इन्डिपेन्डेन्ट र डिपेन्डेन्ट भेरिएबलको बिचमा देखाउँछ। सो मेरो लिनियर मोडलिङको कोडहरू चाहिँ यस प्रकारका छन्। यो भयो मेरो एभरेज प्राइस भर्सेस डाउनलोड स्पिडको कोड। यो भयो मेरो एभरेज प्राइस भर्सेस ड्रग अफेन्स रेटको कोड। अनि लिनियर मोडलिङमा यो रहेको छ मेरो हाउस प्राइस भर्सेस ड्रग अफेन्सको कोड। र यो रहेको छ मेरो हाउस प्राइस भर्सेस ड्रग अफेन्स रेट प्लस भेहिकल क्राइम रेटको कोड। सो यसको चार्टको कुरा गर्नुपर्दा यसको चार्टहरू यस्तो रहेको छ। यो भयो मेरो हाउस प्राइस भर्सेस ड्रग अफेन्स रेट, हाउस प्राइस भर्सेस भेहिकल क्राइम रेट र डाउनलोड स्पिडको यहाँ राम्रोसँग सबै देखाइएकै छ। अनि अर्को कुरा गर्नुपर्दा अर्को रहेको छ यहाँ हाउस प्राइस भर्सेस ड्रग अफेन्स रेटको। त्यसै गरी हाउस प्राइस भर्सेस डाउनलोड स्पिडको पनि यहीँ रहेको छ। र लास्टली यो चाहिँ मेरो हाउस प्राइस भर्सेस ड्रग अफेन्स रेट हो। सो यसै गरी मेरो लिनियर मोडलिङको पनि कोड र चार्टहरू मजाले मैले गरेको छु र यति नै हो। सो अब आउँछ रिकमेन्डेसन। अब रिकमेन्डेसन भने चाहिँ अब हाम्रो क्वेसन अनुसार हामीले यसको सबै डाटा क्लिनिङ गरेर हाम्रो इडिए अनि लिनियर मोडलिङहरू गरेर हामीले टप 10 रिकमेन्ड गर्नु पर्यो। टप 10 टाउन्स फ्रम कम्बरल्यान्ड र चेजायरबाट रिकमेन्ड गर्नुपर्ने थियो। सो यो रहेको छ मेरो यसको सिटको कुरा गर्नुपर्दा यहाँ रहेको छ मेरो यो लिनियर मोडलिङमा टप 10। यहाँबाट मैले यो टप 10 रिकमेन्डेसन्सबाटै मैले 10 वटा यहाँ मैले 47बाटै टप 10 राखेको हो। टप 10 यहाँसम्म राखेको हो। र यसको चार्टको कुरा गर्नुपर्दा यसको चार्ट यस्तो रहेको छ। टप 10 वाला रिकमेन्डेसनको चार्टको कुरा गर्नुपर्दा रिकमेन्डेसनको चार्ट यस्तो रहेको छ। यसरी 1 2 3 4 5 6 7 8 9 10 यसरी मैले 10 वटा टाउनहरू रिकमेन्ड गरेको छु। 5 फ्रम चेजायर एन्ड 5 फ्रम कम्बरल्यान्ड। यो माथिको टप 5 चाहिँ कम्बरल्यान्डबाट हो भने मुनिको टप 5 चाहिँ चेजायरबाट रहेको छ। सो अब कुरा गर्नुपर्दा अब रिफ्लेक्सनको बारेमा कुरा गर्नुपर्दा अब प्रोजेक्टको यो प्रोजेक्टले चाहिँ मलाई लर्निङ चाहिँ के मैले यो प्रोजेक्टबाट लर्निङ पाएँ भन्दाखेरि फर्स्टली अब हाम्रो यस्तो टाइपको प्रोजेक्टहरूमा मैले फर्स्टली 40% अफ द वर्क डाटा क्लिनिङमै गर्नुपर्ने रहेछ भन्ने चाहिँ बुझेँ। डाटा क्लिनिङ इज द मोस्ट इम्पोर्टेन्ट थिङ इन दिस टाइप अफ प्रोजेक्ट्स भन्ने कुरा चाहिँ राम्रोसँग लर्न गरेँ।
सो अनि अर्को सेकेन्ड लर्निङको कुरा गर्नुपर्छ भने सेकेन्ड लर्निङ भने हाम्रो एबिलिटी टु चुज दि राइट भिजुअलाइजेसन टाइप। अब राइट भिजुअलाइजेसन टाइप लाइक बार चार्ट, स्क्याटर प्लट, रेडार चार्टहरू सबै राइट वेमा कुन चाहिँ भिजुअलाइजेसनको लागि कुन चाहिँ लाइक चार्ट प्रपरली हुन्छ भनेर हो। सो अनि युज अफ डाटा भिजुअलाइजेसन इन फिल्ड अफ लाइक धेरै कुराहरूको लागि डाटा भिजुअलाइजेसन चाहिँ युज गर्न सकिन्छ भन्ने कुराहरू पनि यहाँबाट लर्न गर्न पाएँ मैले। सो यहाँबाट मैले मेरो फर्दर स्किल डेभलपमेन्टको लागि पनि लर्न गर्न पाएँ। अनि त्यस्तै गरी अब मैले नयाँ कम्प्लेक्स टुल अनि इन्टरेक्टिभ ड्यासबोर्डहरू कसरी गर्नेहरू पनि सबै लर्निङमा मेरो पर्छ। सो यहाँ रहेको छ लिगल एन्ड इथिकल इस्युज। लिगल एन्ड इथिकल इस्युजमा चाहिँ अब हाम्रो लज लाइक जिडिपिआर म्यान्डेट सेफहरू, अब हाम्रो प्रोजेक्टको त्यो युके अनुसार कस्तो लिगल इथिकल इस्युजहरू छ इन अर्डर टु एभोइड हार्म ट्रान्सपेरेन्सीहरू भयो। अनि रिपोर्टिङ आर इसेन्सियलहरू यस्तै कुराहरू चाहिँ लिगल एन्ड इथिकल इस्युजहरूमा पर्छ। र कन्क्लुजन भनेको दिस स्टडी डिस्क्राइब्स द ग्रेट सिग्निफिकेन्स अफ डाटा साइन्स। लाइक यो कुराले चाहिँ हाम्रो डाटा साइन्सले हामीले कतिको एनालाइसिस गर्न सक्छौँ र कतिको डाटा क्लिनिङहरू गरेर कतिको क्राइम प्याटर्नहरूदेखि लिएर डिजिटल इन्फ्रास्ट्रक्चरहरू लाएर मार्केट एनालाइसिसहरू, अनि त्यसपछि लाएर लिनियर रिलेसनसिपहरू, अनि हाम्रो डाटा भिजुअलाइजेसनहरू सबै कसरी गर्न सक्छौँ। र सबै यो प्रोजेक्टको सोलिड फाउन्डेसनहरूदेखि लिएर रिसर्च अनि मेन्टेन इथिकल डाटा प्र्याक्टिसेस भयो, अनि त्यसपछि लाएर ट्रान्सप्यारेन्सीहरूको इन्भल्भ भयो, अनि प्राइभेसी कन्सर्न्स, अनि बायसनेस रिडक्सन, अनि यस्तै कुराहरूमा। अनि अब हाम्रो स्टेक होल्डर्सदेखि लिएर सबै कुराहरू चाहिँ यो प्रोजेक्टबाट हामीले कन्क्लुड गर्न सकिन्छ। सो यही रहेको थियो मेरो प्रोजेक्ट र कन्क्लुजन। सो थ्याङ्क यू।